कति पर्यो रे लाइन गाइस ल गाइस यत्रो लाइन यस्तो सिस्टम हे गाइस 400 रोजित भाइ 400 लगभग बेलुकैतिर हिँड्नु लाइन कति छ गाइस गाइस आधा चाहिँ हामी कहाँ हिँडेको ठुलो भाइ दक्षिण काली हेरौँ अब लाइन कति छ गाइस हामी 3 जना बाबु छोरा अनि 3 जना चाहिँ दक्षिण काली हिँडेको गाइस ढाक्का लाएर फोटो खिचौँ भन्छ नि अब यहाँ चाहिँ सिस्टम के रहेछ भने साथीभाइ हो 100 भन्ने फुलको लास्टमा 450 550 हुँदो यहाँ गोको पूजा गर्नु लागि हेर्नु सब 100 भन्ने लास्टमा गर्छ कति रुपियाँ कि 400 500 कहाँ छम्किने जानुहुन्छ त 400 भन्ने अनि लास्टमा 100 भन्ने चार्ज यस्तो पर हो अलि फास्ट हिँड्नु त्यही भएर भाइ 400 फुल भन्नु 100 भन्नु कति पर्यो रे 400 यस्तो सिस्टम गर्छ 100 फुल भन्ने लास्टमा 400 500 दिने यो चाहिँ ठ्याक्का लाएर दक्षिण कालीमा हो यिनीहरू अनुज भन्ने ड्याममै गर्ने अब भगवानको नाममा पनि के छ समितिले राखेको रेट भन्ने होइन भाइ 100 भन्दा 400 दक्षिण काली मन्दिर पुग्ने लागेको छु 100 भन्ने 400 दिन ठाउँ कि त्यहाँ चाहिँ 800 रे अचम्म लागेको पुगेको गाइस हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो दक्षिण काली मन्दिर पुग्न लागेको दृश्य हो अब हामी पुगिसक्यौँ लाइन अब कति छ दर्शक महानुभाव रोजितले यो फुल बोकेको छ नि यो रोजित भाइ छ बाटो यस्तो हिँड्नु छ अब बालन सरकारले सायद बनाउलाई पालि हेरौँ के भयो साथमा हामी दर्शन गरेको छैन खाने फोटो नि होला है कताबाट बस्नु पर्ने तर लाइन त डेन्जर रहेछ यार आउनु पर्छ नि हामी घिने के गरौँ तिमीलाई फोन गर्ने दक्षिण काली फोटो हालेको कता खिच्यो कोब्लाको होइन कस्तो हुन्छ तिमीलाई फोन गरेको लाइन गाइस ल गाइस यत्रो लाइन बसेपछि केटो भाकाल पुरा हुन्छ है तेरो ओ ठुलो भाइ हामी चाहिँ 3 जना आज दक्षिण काली आएको लाइन उता माथि पनि छ ऊ हेर्न सक्नुहुन्छ तल पनि छ गाइस तपाईँहरूलाई पनि दक्षिण काली आउनुहुन्छ भने चाहिँ अलिक बिहानै ढक्का लगभग बेलुकैतिर हिँड्नु ढक्का आइपुग्छ यो लाइन यहाँ छैली छ यो ठाउँ चाहिँ 4 का बेलाको लाइन यता पनि पलक्कै लाइन छ